उनीहरू चाहिँ काठमाडौँको हो, म चाहिँ यता अर्कै ठाउँको हो नि त। अनि मेरो कामले चाहिँ काठमाडौँ जानु परेको थियो क्या मलाई। अनि मेरो साथीको चाहिँ काम थियो, ऊ चाहिँ क्लासमा थियो। अनि उसले चाहिँ आफ्नो बोयफ्रेन्डलाई पठाएको थियो क्या मलाई लिनु एयरपोर्ट। अनि आयो होइन बाइकमा। अनि म चाहिँ अब उयो भेना भन्दै बोल्छु नि त, बोल्नु चाहिँ साथीको बोयफ्रेन्डलाई। अनि भेना भन्दै अनि गयौँ, यसो कुरासुरा गर्दै थियौँ बाइकमा होइन। अनि पानी पर्नु थाल्यो क्या भएर त बाटोमा जाँदा जाँदै उनीहरूको घर, उनीहरू चाहिँ सँगै बस्छ क्या, लिभिङमा बस्छ क्या उनीहरू चाहिँ डेरा भाडा लिएर। अनि फ्ल्याटमा बस्थ्यो। अनि म चाहिँ उनीहरूकैमा बस्नु आँटेको थिएँ क्या, लाइक 2-3 डेजको लागि। अनि लिनु आएको थियो मलाई होइन। अनि बाटोमा पानी पर्यो। अनि लाइक हामीले रेनकोटहरू पनि केही लगाएको थिएनौँ। अनि धेरै धेरै डिस्टेन्स थिएन क्या, त्यो एयरपोर्टदेखि उसको घर नजिकै थियो क्या। अनि रुम गयौँ होइन। अनि रुम गएपछि चाहिँ उनीहरूको चाहिँ त्यहाँ 2टा बाथरुम थियो क्या, एउटा चाहिँ भित्र थियो, एउटा चाहिँ बाहिर थियो। अनि मलाई चाहिँ लाग्यो अब उसले पनि चेन्ज गर्छ होइन, अनि म पनि चेन्ज गर्छु। अनि मैले चाहिँ मेरो ड्रेसहरू ल्याएको थिएँ नि त, माइक म्युट गरिदिनु ल माथि आएर। अनि ड्रेसहरू निकालेँ। अनि त्यसपछि बाथरुम गएँ क्या। अनि अब चेन्ज गर्छु, नुहाएर चेन्ज गर्छु, थाकेको थिएँ नि त लङ ट्रिपले। अनि चेन्ज गर्छु भनेर ठ्याक्क लुगा खोलिरहेको थिएँ होइन, उसको बोयफ्रेन्ड आइदिरहेको क्या त्यो बाथरुमभित्र त। अनि आयो होइन। अनि त्यसपछि अब एकअर्कालाई हामी हेरेको भयौँ के, कस्तो अड सिचुएसन थियो नि त। अनि तर ओभर दामी बडी थियो क्या, त्यो मान्छे पनि ड्रेस चेन्ज गर्नु आएको रहेछ। म चाहिँ ऊ बाहिरको बाथरुम युज गर्छ होला भनेर सोचेँ कि, भरे त मेरै बाथरुममा आइपुग्यो होइन। अनि अब त मलाई हेऱ्यो त्यत्तिकै। अनि त्यसपछि अझै अब हुन्छ नि निस्किनु छोडेर के, माया तिम्रो बडी त क्या सेक्सी अरे क्या त्यतिखेर। म त के भन्नु नभन्नु होइन। अनि मलाई फेरि क्या लास्ट ह्यान्डसम लाग्थ्यो नि त। अनि मैले आफै उसको हात पक्रेँ क्या, नजाऊ भनेर। अनि आफूतिर ताने होइन। अनि उसले मेरो कम्मर पक्रेँ क्या कस्तो मजाले। अनि त्यतिखेर म नेकेड थिएँ गाइस, केही लगाएको थिइनँ लुगा पनि होइन। अनि त्यसपछि उसले चाहिँ मलाई त्यो भित्तातिर ढेकाल्नु थाल्यो क्या बिस्तारै त्यो। अनि बाथरुमको अनि यस्तो किस गर्नु थाल्यो क्या। म त यस्तो मजाको क्या, फेरि एक्साइटमेन्ट, नर्भस, बोयफ्रेन्ड है, साथीको बोयफ्रेन्ड, यस्तो डर लागिरहेको थियो। अनि किस गर्नु थाल्यो होइन। अनि मेरो कम्मरमा हात राख्नु थाल्यो होइन। म त के गर्नु नगर्नु भइरहेको थियो क्या। फेरि अनि उसले आफ्नो जिउहरू चाहिँ कस्तो दामी बनाएको छ क्या जिम गरेर। अनि म चाहिँ उसको त्यो बडी छुनु थालेँ क्या हेर्दै हेर्दै। अनि उसले चाहिँ सर्ट्स लगाएको थियो होइन। अनि मैले उसको सर्ट्स खोलेर अनि निल डाउन गरेर अनि उसको मैले दामी डिक सक गरेँ क्या एकछिनसम्म। अनि उसले चाहिँ मेरो कपाल पक्रिँदै होइन, कपाल हटाउँदै कस्तो सेक्सी पाराले फर्स्ट टाइम त्यस्तो मजाले मैले कसैको लाइक हुन्छ नि डिक सक गरेको क्या। कस्तो मजाले कपाल तान्नी तान्नी होइन, कस्तो मजाले हुन्छ नि, कस्तो हार्डकोर के, पुरा डिप थ्रोट दिइरहेको थियो क्या उसले। अनि त्यसपछि हामीले चाहिँ एकछिनसम्म मैले उसको त्यो डिप उयो सक गरेपछि चाहिँ डिप थ्रोटसम्म गरेपछि चाहिँ लास्टै मजा आइरहेको थियो नि त। अनि अब त्यो ठाउँमा चाहिँ लाइक केही पनि थिएन क्या, बाथरुममा चाहिँ लाइक कहाँ सेक्स गर्ने त्यस्तो केही थिएन है, अड फिल भइरहेको थियो। मलाई त बोकिदिइराखेँ क्या सबै, लाइक हुन्छ नि कस्तो अड के बोक्यो होइन। अनि भित्तामा ढेकाल्यो, पानी खोल्यो कि यस्तो मजाको बोकेर उफ्री उफ्री होइन, कस्तो उफारेको क्या। फेरि यस्तो स्ट्रङ थियो क्या त्यो मान्छे, यस्तो स्ट्रङ थियो होइन, क्या मजा आइरहेको थियो मलाई गर्नु होइन। फर्स्ट टाइम त्यस्तो मजाले गर्यो क्या। ऊ चाहिँ फेरि हाइटमा ठुलो छ नि त। अनि कस्तो मजाले बोकेर गरेको गाइस, यस्तो मजाले छिरायो नि, लाइक साथीको बोयफ्रेन्डसँग गर्दाखेरि त्यति मजा आउँछ भनेर सोचेकै थिइनँ क्या। लास्टै मजा आएको थियो होइन। मलाई सम्झिँदा नि कस्तो फिल भइरहेको छ क्या, कस्तो ह्यान्डसम छ त्यो मान्छे। तर त्यसपछि चाहिँ लाइक 2-3 दिन चाहिँ अड सिचुएसन भयो होइन, गरिसकेपछि लाइक आँखामा आँखा पनि नजुत्नु सकेको हाम्रो। तर त्यो मोमेन्ट चाहिँ लास्ट दामी थियो है। मेरो स्टोरी चाहिँ यति नै हो गाइस।